अमेरिकन फौजी किरा पुतली वर्गको रात्रिचर किरा हो। यसको वैज्ञानिक नाम स्पोडोप्टेरा फ्रुगिपेडा हो। यस किराको लार्वाले बालीमा कोतरेर खाएर नोक्सानी पुर्याउँदछ। यो किराले 353 प्रजातिका बिरुवाहरूमा नोक्सानी पुर्याउन सक्ने तथ्य जानकारीमा आएको छ। मुख्यतया मकै बाली मन पराउने यस किराले मकै नपाएमा जुनेलो, धान, गहुँ, कोदो, उखु, घाँसे बालीहरू, काउली वर्गका तरकारी बालीहरू, तेल बालीहरू, काँक्रो लगायतका लहरे तरकारी बाली, बदाम, भटमास, प्याज, कपास, गोलभेडा, आलु बालीहरूमा समेत क्षति पुर्याउन सक्छन्। यो किरा सन् 2015सम्म अमेरिकामा मात्र सीमित थियो। नेपालमा मिति 2076 साउन 27 गते यस किराको प्रवेश गरेको पुष्टि गरिएको छ। ललितपुर, भक्तपुर, काभ्रे लगायतका धेरैवटा जिल्लाहरूमा यसको प्रकोप देखिन थालेको